मेरो आँगावाडी मारेको छ, मेरो आँगावाडी सहित बनाएको छ। मलाई त यहाँ 1 कोटा पैसा ल्याएर दिए पनि मलाई मन्त्री प्रधानमन्त्री दिए पनि मलाई चाहिँदैन के। यो व्यवस्थासँग मलाई रिस छ। यो व्यवस्था जनताको लागि होइन। अहिले यत्रो आन्दोलन गरेर यत्रो मान्छे मर्दाखेरिसम्म प्रतिवेदन चाहिँ यो व्यवस्थाले गर्दा लुकाइरहेको छ। यो त सुनियोजित तरिकाले हो। शान्ति आयोगको प्रतिवेदन चुनाव अगाडि सार्वजनिक। अब चुनाव अगाडि भइदियो के ओलीको सरकार आइदियो भने के हुन्छ भने एउटा पक्षको प्रतिवेदन निस्केला अर्को पक्षको भइदिएला त्यो त हुँदैन नि त। अप्ठ्यारो पार्छ नि त। रोकिनु पर्यो नि त आफू। यो त सिंहदरबार यो त सुनियोजित हो। सुनियोजित बन्दुक खेप्नेहरू सांसद भइसक्यो मन्त्रीको लागि किन कसैको नाम आउँदैन। कसैको नाम आउँदैन। यो जाँच आयोगमा अहिले सांसद भएको मन्त्री भएको कसैको पनि नाम आउँदैन। त्यो कोरिराखन् के कार्की जाँच आयोगमा प्रतिवेदनमा लेखिएको थियो। कतिपय कुरा त हामीसँग व्यक्तिगत कुरा पनि भएको छ त। कतिपय कुरा त मसँग डाइरेक्टली उहाँसँग कुरा भएर को फस्या छ को फस्या होइन त्यो त मलाई विस्तृत रूपमा थाहा छ। कसरी सिंहदरबार चलायो, कसरी सर्वोच्च चलाइयो, हामीलाई त्यो ब्यारिकेड तोडाएर कसरी त्यो भङ्गामा हालियो, सबै कुरा त हामीलाई पनि थाहा छ र हामी पनि देख्या हो त। प्रत्यक्षदर्शी हो नि त। मैले एउटा ढुङ्गा उचालेको, मेरो के गल्ती थियो? एउटा ढुङ्गा उचालेको थिएन। आज हात अपाङ्ग बनाइदिएको, खुट्टा अपाङ्ग बनाइदिएको छ। म के गरेर खाने? मेरो 60 वर्षको बुढालाई त विचार दुःख गरेको पैसाले त म देशको लागि, आफ्नो न्यायको लागि, सिङ्गो देशको लागि न्याय खोजेर हिँडेको छु। सबैजना मान्छेहरू चाहिँ सांसद बन्दै जाँदाखेरि, सबैजना मन्त्री बन्दै जाँदाखेरि, सबैजना नेता बन्दै जाँदाखेरि तपाईँले कहीँ देख्नुभयो सुरेन्द्र जङ थापा भन्ने मान्छे चाहिँ कुनै उसमा गएको? मैले त एउटा मात्र आस्था राख्ने हो। राजाको आस्था राख्नु त मेरो गलत होइन होला नि त। एउटा अभिभावकको अस्ति राख्नु त नराम्रो होला नि त। राजाले त हामीलाई मारेको होइन नि त। राजाले देश बेचेको त होइन नि त। राजा चाहिँ हाम्रो पुर्खा, हाम्रो धर्म, हाम्रो इतिहास, हाम्रो कला, हाम्रो संस्कृति र एकता कायम गर्नको लागि हो। पृथ्वीनारायण शाहले दिनुभएको दिक्क हो। गर्न खोज्नुभयो। यो 23 गतेलाई मात्रै अलिकति समेट्न खोजिएको छ, 24लाई चाहिँ अर्को छुट्टै किताबमा राख्न खोजिएको छ कि भन्ने पनि आशंका गरिरहेछन् के तिमीलाई प्रतिवेदन ढिलाइ गरिराख्दाखेरि? हामीले त्यही भएर त भनिरहेछौँ हाम्रो लागि भदौ 23 पनि उत्तिकै इम्पोर्टेन्ट हो र हाम्रो देशको सार्वभौम सत्तालाई च्यालेन्ज गरिएको भदौ 24 पनि उत्तिकै इम्पोर्टेन्ट हो। 24मा त फेरि तपाईँहरूलाई पनि अप्ठ्यारो पर्ला। हामीले भनिरहेछौँ हामीले 23 गते केपी ओली ढाल्न निस्केका थिएनौँ। केपी ओलीसँग जवाब माग्न हिँडेका थियौँ। तर 23 गते केपी ओलीले बोलीको जवाब बोलीले दिएपछि त्यसपछि केपी ओलीलाई ढाल्न निस्केका हौँ। तर याद रहोस् हामी सिंहदरबार ढाल्न निस्केका थिएनौँ। सिंहदरबारवादीलाई ढाल्नका लागि निस्केका थियौँ। तर त्यो आडमा जसले सिंहदरबार जलाए हामीले सम्झौताको बुँदा नम्बर 2 मा लेखाएका छौँ, 1 मा लेखाएका छौँ। जो सङ्गठित रूपमा, सुनियोजित रूपमा पेट्रोल बोकेर, अन्य केमिकल बोकेर मेरो देशको सार्वभौम सत्ता प्रयोग हुने सिंहदरबार सर्वोच्च अदालत जलाएको छ तिनीहरूलाई नो इफ नो बट भनेर जस्ताको त्यस्तै प्रचलित कानुन बमोजिम र सकेसम्म सङ्क्रमणकालीन न्यायको प्रिन्सिपललाई समेत आधार मानेर चाहिँ कारबाही गर्नुपर्छ भन्ने हामीले त्यति बेला पनि भनेका थियौँ। जति बेला कसैले पनि कारबाही हुनु हुँदैन भनिरहेको थिएँ त्यति बेला पनि हामीले भन्यौँ भदौ 24 गतेका लागि पनि कारबाही गर्नुपर्छ। हामीले सम्झौतामा नेपाल सरकारसँग पनि लेखायौँ भदौ 24 गतेका लागि पनि कारबाही हुनुपर्छ। आज पनि भनिरहेछौँ भदौ 24 गतेका लागि पनि कारबाही हुनुपर्छ। शङ्का चाहिँ के हो भने जसरी हिजो रेशम चौधरीलाई तपाईँ सरकारमा आउनुहोस् न हामी त प्रकाशित गरिहाल्छौँ भनेर आज पनि रेशम चौधरी अपराधी बनेर हिँडिरहेको छ। तर रेशम चौधरीलाई अपराधी बनाउनेहरू आज पनि सत्तामा छ, आज पनि सरकारमा छ। हिजो पनि के भन्छ सीके राउत, उपेन्द्र यादव लगायतलाई अपराधी बनाएर त्यसपछि सरकारमा ल्याएर मन्त्री बनायो। तर त्यो सीके राउतलाई चाहिँ त्यो विद्रोहमा त्यति मधेसी जनताहरू मारिरहँदाखेरि त्यो मधेसी जनता मार्ने को थिए भन्ने कुरा आज तपाईँलाई थाहा छ? मधेसी जनता मार्ने को थिए तपाईँलाई थाहा छ? तपाईँ भन्नुहोस् न मधेसी जनता मार्ने को थियो भन्ने थाहा छ त? छैन नि। हजुर, कोही नेपालीलाई थाहा छ? छैन नि। केपी ओलीलाई थाहा छ? छैन नि। किन थाहा छैन भने आयोगको प्रतिवेदन सार्वजनिक गरिएन। हामीले के भनिरहेछौँ भने हामीलाई चाहिँ कसैले हरि जस्तो आएर बताइदिनु पर्दैन। नेपाली जनताले आफ्नो वैधानिक इतिहास आफै लेख्छन्। त्यो चाहिँ कार्की आयोग मार्फत 23 र 24 गतिको लेखिएको छ र त्यो किन पनि सार्वजनिक हुनुपर्छ भने कार्की आयोगको रिपोर्ट मान्ने कि नमान्ने भन्ने कुरा कार्की आयोगको रिपोर्ट नपढेसम्म थाहा हुँदैन। तपाईँले भन्नुभयो म जय घन्टी भन्न तयार छु भन्नुभयो। यदि प्रतिवेदन आएको खण्डमा तपाईँ जय घन्टी भन्ने हो? म त अहिले भनिरहेको छु जय घन्टी।
अहिले भन्दा छु जयघन्टी, मैले चाहिँ के भन्दा छु भने मेरो देशको प्रधानमन्त्री 24 गतेको घटनामा संलग्न थिएन है भन्ने कुरा म कन्फर्म हुन चाहन्छु। मेरो देशको त्यति बेलाको प्रधानमन्त्री 23 गतेको घटनामा संलग्न थिएन है, 19 जना 20 जना निहत्तालाई मार्नमा संलग्न थिएन है भन्ने कुरा म ढुक्क हुन पाउनु त मेरो अधिकारको कुरा हो नि त। र यसमा हेर्नु होला, यसपछि एउटा नाटक मञ्चन गरिन्छ। जसरी लाल आयोगको सम्बन्धमा भनिएको थियो, ओहो राष्ट्रिय सुरक्षा खतरामा पर्छ, राष्ट्रिय सुरक्षालाई कम्प्रोमाइज गर्नु हुँदैन, राष्ट्रिय सुरक्षा तपाईँहरूले कस्तो बनाउनु भएको रहेछ भन्ने कुरा हामीले 24 गते देखिसक्यौँ। र नेपाली जनताले मेरो देशको राष्ट्रिय सुरक्षाको विषयमा के चुनौती छ भन्ने थाहा पाउने अधिकार हुनुपर्छ कि पर्दैन? मेरो देशको के चुनौती छ भन्ने कुरा नेपाली जनताले थाहा नपाइकन केही सत्ताका सञ्चालकहरूले मात्र थाहा पाउनु हो भने नेपालको राष्ट्रिय सुरक्षा सुदृढ हुन सक्दैन। अब तपाईँ सङ्घीयताको पनि वकालत गर्नुहुन्छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीले उसले पहिलो एजेन्डाकै रूपमा लगभग सारेको छ, प्रदेश र सङ्घीयता खारेज गर्ने भन्ने एजेन्डा सारेको छ क्या। यसमा के भन्न चाहनुहुन्छ? होइन, तपाईँहरूले त्यसो भए बुझ्नु भएको छैन, तपाईँहरूले त्यसो भए राष्ट्रसभाको आधिकारिक धारणा बुझ्नु भएको छैन। तपाईँले स्वर्णिम वाग्लेले त्यस्तो अभिव्यक्ति दिनुभएको थियो। तपाईँले बालेन्द्र शाहजीको मेरो हुनेवाला प्रधानमन्त्रीज्यूको सायद स्टेटमेन्ट सुन्नु। अब त्यहाँ दुईटा विचार छ। अहिले बालेन्द्र शाह, खगेन्द्र सुनार लगायतले सङ्घीयताको कुरा गरिरहेछ। स्वर्णिम वाग्लेज्यू के बोल्नुहुन्छ त्यो हाम्रो लागि इम्पोर्टेन्ट होइन। राष्ट्रसभाको आधिकारिक दस्तावेज के बोल्छ भन्ने हाम्रो लागि इम्पोर्टेन्ट कुरा हो। मेरो हुनेवाला देशको प्रधानमन्त्रीले के बोल्छ भन्ने कुरा इम्पोर्टेन्ट कुरा हो। जुन व्यक्तिको नाममा 2/3 आएको छ, जुन व्यक्तिको नाउँमा मधेसको 32वटा मध्ये 30वटा सिट आएको छ, जुन व्यक्तिको नाउँमा मधेसमा पहिलोपटक एउटा दलले 10 लाखभन्दा बढी भोट पाएको छ, त्यो व्यक्तिले के बोल्छ त्यो मेरो लागि महत्त्वपूर्ण कुरा हो। मेरो लागि स्वर्णिम वाग्लेज्यूको कुरा होइन, मेरो लागि रवि लामिछानेज्यूको कुरा होइन, मेरो लागि मेरो देशको हुनेवाला 2/3 लगभग 2/3 को प्रधानमन्त्री बालेन्द्र शाहले के बोल्नुहुन्छ र के गर्नुहुन्छ त्यो महत्त्वपूर्ण। प्रदेश र सङ्घीयताको खारेजको कुरा उठ्यो भने तपाईँहरू विद्रोह गर्नुहुन्छ? उठ्यो हामीले होइन क्या। तपाईँले प्रदेश संरचना चलाएर हेर्नुहोस्, छुने प्रयास गर्नुहोस्। पूर्वका लिम्बुवान खुम्बुवान राई लिम्बूले के गर्छन् हेर्नु होला, पश्चिमको थारुवानले के गर्छ हेर्नु होला, र मधेसको 22वटै जिल्लाले के गर्छ हेर्नु होला। आजसम्म त तपाईँहरूले थेक्नु भयो, सङ्घीयता चलाउनु भयो भने भाग्ने मौका पाउनुहुन्न। र यो हामीले गर्ने होइन, पूर्वका राई जनताले गर्छन् त, कर्णालीका जनताले गर्छन्। एकजना कोही व्यक्तिलाई जिताएर पठाउँदैमा उनीहरूले सङ्घीयतालाई नकारेको भन्ने हुन्छ र? कर्णालीका जनताले हिजोसम्म त यहाँ मुख ताक्नु पर्थ्यो, आज कर्णालीका मुख्यमन्त्रीलाई गाली गर्न पाइरहेछ सङ्घीयताको कारणले। सुदूरपश्चिमको मान्छेहरूले किन सुदूरपश्चिमको प्रतिनिधित्व राष्ट्रसभामा खोजे त? किन खोजे भन्दाखेरि सङ्घीयताको स्पिरिट जिउँदो रहेछ र न सुदूरपश्चिम भनेर आउँछ। सङ्घीयताको स्पिरिट जिउँदो छ र त मधेस के और बलगर बनाएको जरुरत है भन्ने कुरा कोही भन्नलाई बाध्य हुन्छ। सङ्घीयताको स्पिरिट जिउँदो छ, त्यही भएर नो कोसी चलिरहेको ठाउँमा कोसी प्रदेश भन्ने हिम्मत आउँदैन। त्यसैले सङ्घीयतालाई चलाउन पाइँदैन। र यो विषयमा डिटेल हुनुभन्दा पनि पहिला आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ, त्यसपछि कारबाही हुनुपर्छ। फर्स्ट पब्लिस देन प्रोजिक्युट। सुरुमा प्रोजिक्युट गरेर पब्लिस नगरेर नेपाली जनतालाई अहिलेसम्म ओझेलमा राख्ने, अहिलेसम्म चाहिँ अन्धकारमा राख्ने, अहिलेसम्म मधेस आन्दोलनको त्यो गौर हत्याकाण्ड किन भएको थियो सोध्नुहोस् न तपाईँहरू। गौर हत्याकाण्ड किन भएको थियो? उपेन्द्र यादव र माओवादीले गर्दा मात्र भएको थियो? त्यसले गर्दाखेरि मात्र भएको थियो? गौर हत्याकाण्डमा एक ठाउँमा योभन्दा अगाडि माओवादी र मधेसवादी दलको बिचमा विवाद छ भन्ने थाहा हुँदै त्यो ठाउँमा अनुमति दिने कसले काम गरेको थियो? र टिकापुर काण्डमा अखण्ड सुदूरपश्चिम आन्दोलन र थरुवाट आन्दोलनलाई भिडाउने काम कसले गरेको थियो? रेशम चौधरीलाई अपराधी भन्ने। तर रेशम चौधरीलाई अपराधी कसले बनायो भन्ने कुरा नखोज्ने हो। यो खोज्नका लागि पहिला यो कार्की आयोगको प्रतिवेदन जस्ताको त्यस्तै पारित, त्यो त्यस्तै सार्वजनिक हुनुपर्छ। हाम्रो प्रधानमन्त्रीले के भन्नुभएको रहेछ भने पहिला पढ्छु, त्यसपछि सार्वजनिक गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ उहाँले डिसाइड गर्ने भनिरहनु भएको छ। माफ गर्नु होला, नेपालको संविधानको प्रस्तावनाले के भन्छ भने हामी सार्वभौम सत्ता सम्पन्न नेपाली नागरिक, नेपाली जनता। हामी सार्वभौम सत्ता सम्पन्न सुशीला कार्की भन्दैन, हामी सार्वभौम सत्ता सम्पन्न ओम प्रकाश अर्याल भन्दैन। सार्वभौम सत्ता जनतामा छ, जनता सार्वभौम हो। त्यही भएर जनताले पहिला पढ्ने, त्यसपछि त्यो कार्की आयोगको प्रतिवेदन मान्ने कि नमान्ने भन्ने कुराको डिसिजन यसले गर्छ। यसपछिको हाम्रो एडभोकेसी लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक हुनुपर्छ। जसरी रोकेर राखिएको छ 8 वर्षदेखि मधेस आन्दोलन, थरुवाट आन्दोलनको हत्याराहरू को
भन्ने कुरा नेपाली जनताले थाहा पाउनुपर्छ। मल्लिक आयोग राई माझी आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ। सो बमोजिम जस्ताको त्यस्तै कारबाही अब माझीजी तपाईँ जतिको मान्छेले एउटा कुरा के भनिदिनु पऱ्यो भने जस्तै प्रतिवेदन सार्वजनिक हुँदै गर्दाखेरि 23 र 24 अब 23 त पक्राउ पूर्जी नै जाहेर गरेको सम्मको कुराहरू आयो होइन, पक्राउ पूर्जी नै जाहेर गर्नको लागि माग गर्ने सम्मको कुरा आयो। र 24 को कुरा आउँदै गर्दाखेरि तपाईँहरू जेनजी नेतृत्वकर्ताहरूलाई पनि छुवाएको रहेछ भने तपाईँहरू अनुसन्धानमा सरकारले सघाउनुहुन्छ कि सघाउनु? ए बाबा म त भन्दा छु मेरो नाम देखिन्छ, यो मध्ये जतिजना छन् सबैको नाम देखिन्छ भने तपाईँले अहिले हडकडी लाएर त्यहाँ लानु न, सघाउनु कानुन बमोजिम कारबाही गर्नु। हामी सघाउँछौँ, हामीले कसैलाई जोगाउँदैनौँ। जोगाउनु परेको भए अहिले धेरै मान्छे संसदमा जाँदैन थियो। धन्यवाद। नजिक किन आएको भन्ने भारत 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 एउटा सिधाहरूमै तपाईँ सडकमा आउनु भयो त्यो समय होइन। हामीले पटक पटक खबरदारी गरिरहेको थियौँ। चुनावको समय थियो, चुनावमा सडकमा आउनु माहौल थिएन होइन। र हामीले सामाजिक सञ्जाल मार्फत खबरदारी गर्नुपर्ने कामहरू गरिरहेको छौँ। र अहिले बालन सरकार जो बन्दैछ, दुईटै बहुमतको हाराहारीको सरकार बन्ने प्रक्रिया छ। हामीले सम्भवतः आज भोलि नै नागरिक सरकारले जो प्रतिवेदन लुकाएर कोठाभित्र राखेको छ त्यो प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ भन्ने हो। यदि नागरिक सरकारले गरेन नगरेको खण्डमा पनि अब बन्ने दुईटै बहुमतको सरकार जो बन्नेवाला छ, जो जनताको फ्रेस म्यान्डेट लिएर आएर जो समग्र जेनजी आन्दोलनको र युवा पुस्ताको आशा भनेर जो पार्टी निर्माण भएर आएको छ राष्ट्रपा, त्यो पार्टीको नेतृत्वमा बन्ने सरकारले र बालेनको नेतृत्वमा बन्ने सरकारले कदापि त्यो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने हुन्छ। सार्वजनिक मात्रै नभएर त्यसलाई किन ढिलाइ भयो भन्ने लाग्छ भने यो ढिलाइ चुनावी प्रक्रिया जो थियो, चुनावी प्रक्रियालाई कतै न कतै बिथोलिन्छ कि भन्ने एउटा प्रक्रिया थियो। त्यसमा मैले अहिले पनि भने सरकारको गम्भीर त्रुटि भएकै छ, किनकि जनताले आफ्नो पाउने सूचनाको अधिकारबाट जनता वञ्चित भएको छ। जो सदनमा सरकारले गम्भीर त्रुटि गरेको छ। हाम्रो खबरदारी अहिलेको नागरिक सरकारलाई पनि के हो भने यो त्रुटि सरकारले गरे पनि अब जाँदा जाँदै सरकारले अन्तिम समयमा आफ्नो पूर्ण दायित्व निर्वाह गरेर जाओस् भन्ने हाम्रो चाहना हो। कतिपयले अब यो भदौ 24 को घटना चाहिँ लुकाउन खोजियो भनिरहेछ। भदौ 23 र 24 दुवै घटनालाई लुकाउन खोजिया छ। 24 को मात्र होइन, 23 प्रतिवेदन सार्वजनिक नगर्नु भनेको 23 र 24 दुवैलाई नजरअन्दाज गर्ने हो, अर्थात् लुकाउन खोजिएको। जसरी मल्लिक आयोग, रायमाझी आयोगदेखि लिएर लाल आयोगसम्मको प्रतिवेदनहरू लुकाइएको छ, यो आयोगको पनि त्यसै
अभिगत नहोस् भन्नको निम्ति हाम्रो सडक आन्दोलन हुनुहुन्छ भन्ने खुट्टा ढोक्ने मान्छेहरू प्रधानमन्त्रीको क्यान्डिडेट भएको मान्छेहरू सबैजनासँग पर्सनल्ली पनि नम्बर छन् यो दुईपट्टि आँखापट्टि बाँधेर भोट हाल्न लगाइयो यो कुरामा मैले घोर विरोध जनाएको थिएँ प्रधानमन्त्री कार्यालयमा जब 10 बुधे माग सम्झौता हुन्थ्यो त्यो बेलामा पनि मैले कार्यालयमा चाहिँ कहिले हुन्छ भनेर मैले प्रश्न उठाउँदाखेरि त्यो बेलामा पनि साथीहरू चुप लागेर मौन बस्नु भएको थियो हिजो अस्ति 10चोटि फोन गरेँ मैले होला हरेकचोटि जेनजी फ्रन्ट जेनजी काउन्सिल सबैजनालाई सबैलाई हामीले फोन गरेर किन भइरहेको छ साथीहरू एकजुट हुनु पऱ्यो भन्दा संवेदनशील छ हुन्छ भन्नुभयो अन्तिमचोटि पनि जब समय थपेको त्यो बेलामा हामीले भाइहरूको टिमहरूसँग गएर आफैले गौरीका अधिकारी आयोगलाई भेटेर इलेक्सनको अगाडि नै गर्नु क्यान्डिडेटहरू पछि अब जुन जानेर आउनुभयो चुनाव अगाडि आजको दिनभन्दा अगाडि चाहिँ कामतेल हालेर बस्ने आफ्नो सङ्गठन बनाउने एकादेश लेख्ने काम मात्रै भयो अनि आफै भएर आउने काम भयो भएन आफै क्यान्डिडेट आज तपाईँहरूले चाहिँ किन हुनु भएको छ के काम होइन अब उहाँहरूले पनि हिजो कुरा उठाउनु भयो हिजो भर्खर उहाँहरूले हाम्रो सोसियल मिडियाको पोस्टहरूमा हाल्नुभयो त्यसपछि सहमति जनाएको एक न एक दिन त आउनै पर्छ उहाँहरूको पार्टी तर घाइते कर मार्नको लागि आउनु अब त्यो त डाइरेक्ट तपाईँलाई त्यो भन्दिनँ मैले तपाईँलाई सिधै भनिसकेँ त हामीले 100चोटि घाइते तथा शहीद फ्यामिली या त रेड च्याप्टरको टिमले कतिचोटि उहाँहरूलाई व्यक्तिगत रूपमा पनि फोन गरेर भन्यो गृह मन्त्रालयमा ध्यान आकर्षण पत्र पनि दियो गौरीबहादुर कार्की आयोगलाई पर्सनली भेटेर पत्र पनि दियो भएन अनि कुनै पनि बेलामा उहाँहरूले सरकार चाहिँ तपाईँहरूकै हो भनिदिने काम चाहिँ फर्स्टमा आफू पनि गैर संवैधानिक तरिकाले आउने फर्स्ट फिमेल प्राइम मिनिस्टर पनि हुने सेकेन्डमा इलेक्सन मात्रै माइन्डेड हो भनेपछि अर्थपूर्ण इलेक्सन गराउनुहोस् क्यान्डिडेटहरू गलत हुनुहुन्छ भने जेलमा पस्नुहोस् भ्रष्टाचारीहरूलाई सुशासनको प्रतिवेदन नागरिक सरकार नागरिक सरकार नागरिक सरकार अब यो एकछिन हामीले नाराबाजी सहितको प्रदर्शन आफ्ना पम्पलेटहरू प्रदर्शन गर्यौँ यहाँ अगाडिपट्टि बलात्कार पछि हत्या गरिएको 17 वर्षीय इनिसा बिकोको न्यायको निमित्त पनि हामी सबै जेएनजी समूहको तर्फबाट हामी हार्दिक ऐक्यबद्धता व्यक्त गर्न चाहन्छौँ र अन्तरिम सरकारलाई हामीले निरन्तर खबरदारी गरिराखेका छौँ पारदर्शिताको कुरा हामीले नेपाल सरकारसँग गरेको जुन सम्झौता थियो त्यो सम्झौताको मुद्दा नम्बर 7 मा पारदर्शिताका कुराहरू स्पष्टसँग राखिएको छ र त्यसलाई हुबहु कार्यान्वयन गर्नको निमित्त कार्की आयोगको प्रतिवेदन जाँच व्यवस्था खारेज गर र बलात्कारीहरूलाई कारबाही गर पनि भनिराखेका छौँ हामी समग्र रूपमा समाजको अब हामी कार्यक्रमको अन्त्यमा छौँ हामीले अबको केही समय हामी यहाँनिर भुइँमा बस्नेछौँ र त्यसपछि हाम्रो सबै कार्यक्रमहरू अन्त्य हुने घोषणा गर्छौँ र यदि यो प्रतिवेदन सार्वजनिक हुने दिशामा गएन भने थप चाहिँ सङ्घर्षका कार्यक्रमहरू घोषणा गर्ने त्यसको छलफलमा हामी निरन्तर लागिरहेका छौँ अबको क्रममा भने हामी यहाँ भुइँमा बसेर केही समय आफ्ना कार्यक्रमको बाँकी कार्यक्रमहरू सम्पन्न गर्छौँ धन्यवाद साथीहरू सबैजनाले बहिनी इनिसा बिको न्यायको निम्ति हामी सबैजना बस्नेछौँ एकछिन बहिनी इनिसा बिकोको लागि हामी यहाँ न्याय माग्नेछौँ र साथसाथै सरकारलाई खबरदारी पनि गर्नेछौँ यो न्यायिक प्रशासनलाई पनि खबरदारी गर्नेछौँ एउटा सानो आन्दोलन हामी